आज चाहिँ 9-10 महिनापछि साथीहरूसँग भेट हुन गइरहेछ। साथीहरू आइरहेछन् गाडी लिएर घुम्न जाने भनिरहेछन्। साथीहरू गाडी लिएर त आए, तर गाडीमा केटाहरू पहिल्यै कचाकच फुल। जस्तै तस्तै म एडजस्ट भए र हामी हिँड्यौँ। केटाहरू रातभरि सुतिन। 1 बजे उठेर रेडी भए, 2 बजे कोठादेखि निस्के अनि 4 बजेसम्म मेरोमा आइपुगे। 1.5 घन्टा गाडीमा हिँडेपछि हामी रोरू आइपुग्छौँ। तर आजको डेस्टिनेसन हाम्रो रोरू होइन, हनौल उत्तराखण्ड हो। साथीहरूलाई निन्द्राले ज्याप पारेछ, तर त्यसै सुत्न कहाँ पाइन्छ। गाडीमा हिँड्दा हिँड्दै उज्यालो हुन थाल्यो, तर अझ पनि हामी आफ्नो डेस्टिनेसनमा पुगेका छैनौँ। हामी एक ठाउँमा रोक्यौँ, किनकि हामी एउटा प्रदेशबाट अर्को प्रदेशमा प्रवेश गर्न जाँदै थियौँ। चेकपोस्टमा ट्याक्स तिर्नुपर्ने थियो, तर त्यहाँ कुनै पुलिसवाला थिएन, त्यसैले हामी ट्याक्स नतिरी अघि बढ्यौँ। साथीहरू आपसमा हाँस्दै मजाक गर्दै थिए। धेरै समयपछि साथीहरूसँग भेट्दा मनमा छुट्टै खुसी र उत्साह जाग्छ। जीवनको व्यवस्थाले हामीलाई आफ्नो बाटोमा अघि बढाए पनि साँचो दोस्ती कहिल्यै ताजा हुँदैन। लामो समयपछि भेट्दा पुराना सम्झनाहरू फेरि ताजा हुन्छन्। सँगै बिताएका रमाइला पलहरू याद आउँछन् र हाँसो मजाकले वातावरण अझै रमाइलो बनाउँछ। साथीहरू भनेका जीवनका अमूल्य साथी हुन्, जसले सुख दुख दुवैमा साथ दिन्छन्। समय र दूरीले हाम्रो भेटघाट कम हुन सक्छ, तर मनको सम्बन्ध सधैँ जस्तै बलियो रहन्छ। साँचो दोस्ती भनेको विश्वास, माया र साथको प्रतीक हो, जुन जीवनभर कायम रहन्छ। लामो सफरपछि फाइनली हामी आफ्नो डेस्टिनेसनमा आइपुग्छौँ। हनौल आइपुगेछौँ। यताहरू त्यहाँ गाडीमा हेर्न सक्नुहुन्छ। पछाडि चाहिँ भित्र पस्ने थिए। 5 घन्टाको सफर बिहान 4 बजेदेखि हिँडेको। फाइनली हामी यहाँ आइपुग्यौँ। उत्तराखण्डको चक्राता देहरादुनमा तोस नदीको किनारमा रहेको हनौलको मासु देवता मन्दिर 9औं शताब्दी भगवान शिवका 4 रूप बोठा, पवासिक, वासिक र चाल्दा मासुलाई समर्पित एक प्राचीन तीर्थस्थल हो। यी देवतालाई न्याय र लोक देवताको रूपमा पूजा गरिन्छ। पौराणिक कथा अनुसार यहाँका स्थानीय मानिसहरूलाई मन्दार्थ नामक राक्षसबाट मुक्ति दिलाउन शिवजीका यी 4 रूपहरूले अवतार लिएका थिए। राक्षस वधको कथा। प्राचीन समयमा हनौलमा मन्दार्थ नामको एउटा राक्षस बस्थ्यो, जसले हरेक दिन गाउँका एकजना मानिसलाई खाइदिन्थ्यो। गाउँलेहरूले भगवान शिवसँग प्रार्थना गरे। भगवान शिवले देवलारी देवी नामक एउटा स्थानीय भक्तलाई 4 पुत्रलाई राक्षसको संहार गर्न प्रेरित गर्नुभयो। 2 दिनसम्म चलेको भीषण युद्धपछि चारै भाइहरूले राक्षसलाई मारेर गाउँलेहरूलाई मुक्त गराए। स्थापना। कथा अनुसार युद्ध भएका केही दिनपछि एउटा किसानले खेत जोत्ने क्रममा 4वटा शिवलिङ्ग फेला पारे। यी शिवलिङ्गहरूलाई देवलारी देवीका 4 पुत्र बोथा, पौसिक, वासिक र चल्दाका रूपमा स्थापना गरियो। मासु देवताजीको दर्शन गरेपछि हामी चाहिँ अघि बढ्यौँ र एउटा खतरा लोकेसनमा चाहिँ हामी आइपुग्यौँ। यो ठाउँ एसियाको सबैभन्दा अग्लो देवदारको रुखलाई समर्पित छ, जुन सन् 2007 को आदिमा उक्लिएको थियो।
एकचोटि यो लोकेसनमा घुम्ने भनेको साथीहरूले मानिनन्। दाइले गाडी मोड्नु भए र हामी निस्क्यौँ आफ्नो नेक्स्ट डेस्टिनेसनको लागि र हामी आइपुग्यौँ हाटकोटी। आज शिवरात्रि हुनको कारणले भक्तजनहरू धेरै आएका थिए भगवान शिवको दर्शन पाउनको लागि। हामीहरू पनि पूजा सामग्री लिएर लाइनमा लाग्यौँ। लाइन लामो थियो तर केही बेरपछि हाम्रो पालो आयो। हामीले पूजा गर्यौँ, भगवानको दर्शन लियौँ र निस्क्यौँ। मन्दिरको बाहिर एकजना दाइले खिर बाँधिरहनुहुन्थ्यो। हामी दुईजना केटाले खिर खायौँ र निस्क्यौँ रोरुको लागि। अरू केटाहरू चाहिँ पहिल्यै रोरु पुगिसकेका थिए। हामी चाहिँ हाटकोटीमा 4 जना केटा मात्रै थियौँ। रोरु पुगेपछि केटाहरू कोही कता बजार घुम्न थाले। अनि म चाहिँ बाल लामो हुनको कारणले भाइसँग बाल काट्न गएँ र यहीँ हाम्रो भिडियोको एन्ड हुन्छ। आजको भिडियो चाहिँ यति हो। हामी भेट्नेछौँ अर्को भिडियोमा। बाई बाई।